एउटा जुत्ताले चाहिँ नेपालको राजनीति पनि हल्लाउन सक्छ है। सो कसरी भन्दाखेरि जब बालेन शाहले चाहिँ गोलिस्टरको जुत्ता लगाएर सार्वजनिक कार्यक्रममा देखिए, सामाजिक सञ्जालमा एउटा फोटो लाखौँ मानिसले ध्यान खिच्यो र त्यो केवल जुत्ताको मात्र कुरा होइन। जुत्ता रहेको थियो गोलिस्टर कम्पनीको र एउटा गोलिस्टर कम्पनी नेपालको एउटा पुरानो र चर्चित ब्रान्ड हो। धेरैले नेपाली ब्रान्ड यसलाई केवल जुत्ताको मात्रै होइन एउटा भावनाको रूपमा प्रयोग गर्दै आइरहेका थिए। बालेनले गोलिस्टरको जुत्ता लगाएको देखेपछि धेरैले यसलाई स्वदेशी उत्पादनको समर्थन गरेको रूपमा हेरे र कतिले भने देशको नेतृत्व गर्ने व्यक्तिले नेपाली उत्पादन प्रयोग गर्नु एकदम राम्रो सन्देश दिएको भनेर पोजिटिभ रेस्पोन्स गयो। र अर्कोतर्फ भने केहीले भने केवल जुत्ता लगाएर मात्र हुँदैन, स्वदेशी उत्पादनलाई नीतिगत रूपमा पनि नियम कानुनहरू पनि एकदम राम्रो नियम कानुन बनाएर यसलाई चाहिँ सहयोग गर्नुपर्छ भनेर पनि भने। र यहाँ एउटा कुरा के स्पष्ट छ भने आजको यो डिजिटल युगमा, यो डिजिटल मार्केटिङमा नेताहरूको भाषणले मात्र होइन, उनीहरूले लगाएको जुत्ता, कपडाहरू, ड्रेसअपहरू, उनीहरूले बोल्ने शैलीहरू राजनीतिकलाई, जीवनशैलीलाई पनि राजनीतिक रूपमा राम्रो सन्देश दिएको पनि बन्न सक्छ। सायद यही कारणले होला सामान्य गोलिस्टर जुत्ताले पनि आज राम्रो व्यापारहरू गरिरहेको छ बजारमा। सो मार्केटमा पनि हाहाकारहरू भइरहेको छ, जुत्ताको माग एकदम डिमान्ड हाई छ। तपाईँलाई प्रश्न, के बालेनले गोलिस्टरको जुत्ता लगाउनु स्वदेशी उत्पादनको समर्थन गर्नु हो या एउटा स्मार्ट राजनीतिको ब्रान्डिङ गर्नु हो? सो तपाईँको विचार चाहिँ आफ्नो कमेन्ट बक्समा राख्नुहोस् र मलाई यस्तो जानकारी पाउनको लागि लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।